रेलको बाटो हुँदै पुनाबाट म इन्दोर जान लागेको छु। हेलो केटाकेटी हो, Nee, stop सबै सन्चै vlogs. हुनुहुन्छ होला। म चाहिँ पुनाबाट इन्दोर जान लागेको छु भाइ बहिनीलाई ल्याउन लागि। यो चाहिँ पुनाको रेल स्टेसन हो। 1 नम्बरमा गाडी लाग्छ भने 1 नम्बरमा गएर टिकट सिकट काटेर हाम्रो रेल आयो। रेल आइसकेपछि मैले टिकट सिकट काटेर यता टक्क माथि बसेको थिएँ। अनि यता चाहिँ रेल हिँडिहाल्यो अहिले फिलहाल साढे 5-6 बजेतिर। अनि यता 8:09 बजेतिर यस्तो जाम लागेको थियो होइन। म चाहिँ माथिमै थिएँ तर पनि पछि 8, 9, 11, 12 बजेसम्म अनि अलिअलि यस्तो छ। अनि बिहानको 6-7 बजेतिर मैले यो भिडियो बनाएको। यति दामी आइरहेको थियो भिडियो अगाडिबाट डबल क्यामेराबाट होइन। एकदम मजा आइरहेको थियो भिडियो बनाउन, पुरै फुल एनर्जीमा टोक्ने। अनि यो चाहिँ बाँकीहरू साइडको खेतहरू होइन। खेत पनि अलिअलि राम्रो लाग्यो, क्याप्चर गरिहाल्नु भनेको होइन। अनि यो पनि पुरै खेत गाउँसाउँ काटेर सकेका होइन, खुनेका गाउँसाउँ काटेका। अनि टक्क गेटमा आएर भिडियो बनाइदिए चालौटेरमा होइन। अनि धेरै दिनपछि बसेको रेलमा। अनि त्यसपछि हल्का अब सिट खाली थियो नि त, इन्दोर पुग्न लागेको थियो गाडी, त्यही भएर म ढलिहालेँ। अनि त्यहाँबाट रेल स्टेसनमा टक्क अटो सटो पक्रेँ, 100 रुपियाँ भन्यो। अनि त्यहाँबाट मलाई फोन आएको थियो। फोन आएर के भन्यो भनेपछि मुसलमानको मन्दिर उत्रिनु भनेको थियो। अनि त्यहाँ टक्क मुसलमानको मन्दिर उत्रेँ। अनि भाइ भिना अनि भान्जा सब भेटेँ, दिदी सिदीलाई सबलाई भेटेर फेरि म त्यहाँबाट निस्किहालेँ। निस्केपछि भाइ बहिनी तिमीलाई लिएर निस्केँ। अनि त्यहाँबाट हामीलाई छोड्न आएका छ। अखण्डी बहिनी हिँडिरहेछ, पछाडि दिदी हाम्रो होइन। यसो डबल क्यामेराबाट बनाइदिएको मैले भिडियो। सब हामीलाई बाहिर छोड्न आएको थिएँ। अनि फोटो खिच्यौँ। फोटो खिचिएपछि फेरि टिकट काट्यौँ 3 टिकट काटेर हामी त्यहाँबाट 4:30-5 बजेतिर निस्क्यौँ। बिस्तारै रेल जान लाग्छ अगाडि। अनि सब त्यहाँबाट निस्किसकेपछि यो मेरो भाइ अनि त्यसमा बहिनी, यिनलाई ल्याउन गएको थिएँ म पुनाबाट इन्दोर। त्यहाँबाट आइसकेपछि पुना पुगिसकेँ। अनि घरमा पुगिसकेँ। बाई बाई।